तोकिएको समय सीमाभित्र सूचीकरणको लागि सम्पर्क गर्न नआउने देखाएका नआउने सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको। जसलाई इन्टरनेट भनेको के हो थाहा छैन, त्यसैले सोशल मिडिया ब्यान गर्ने अरे। जसलाई इङ्ग्लिस टोयलेटमा बसेर चाक धुन आउँदैन त्यसैको कुरा सुन्नु न। अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन। चुप कर बे कुत्ते। दुखी आत्माहरू, तिमीहरूको बाउले कमाउन नसकेको, तिमीहरूको बाउ गरिब भएको फ्रस्ट्रेसन अर्काको बच्चालाई सामाजिक सञ्जालमा पब्लिकली ह्युमिलिएट गरेर त्यहाँनिर फ्रस्ट्रेसन उतार्ने हो। नेताको कन्डो चाटेर पैसा कमाए जस्तै सजिलो छ नि एप बनाउन। तँलाई थाहा छैन भने नबोल बाबु। पौडी खेल्न आउँदैन भने खोलामा हाम फाल्ने होइन। तिमीहरूको हिम्मत भए त्यो घुसखोरी जसलाई भन्दा चाहिँ तिनीहरूको गएर घर घेर्न सक्छस्? घर घेर्न सक्दैनस् किनभने तिमीहरूको हिम्मत छैन। नेपाली युवाहरूको हिम्मत छैन। यो हो जेनजीको पावर। तर तँ जस्तो नेताको गु चाट्ने कुकुरलाई के थाहा? नेताहरूको कन्डोबाट बाहिर निस्केर हेर अनि थाहा पाउँछस् जेनजीको पावर के हो। नमस्ते लम्फोहरू, सन्चै छौ? हाम्रो देशमा भएको जेनजी प्रोटेस्टको बारेमा त तिमीहरू सबैलाई थाहा छ। अनि यो प्रोटेस्टमा कतिले आफ्नो ज्यान गुमाए, कति घाइते भयो, अनि यो सब कुराले हाम्रो देशलाई पनि कति नोक्सान पुग्यो तिमीहरूलाई थाहा छ होला। तर यो प्रोटेस्टमा केही यस्ता जोकरहरू पनि थिए जसको बारेमा तिमीहरूलाई थाहा छैन होला र आज हामी त्यही जोकरहरूको बारेमा कुरा गर्नेवाला छौँ। प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा भन्न चाहन्छु, हाम्रो देश हाम्रो शान, नम्रताका साथ भन्न चाहन्छु। सोलम्फोर हाम्रो यो प्रोटेस्ट मेन त एन्टी करप्सन र नेपोटिज्मको लागि भएको हो। तर यो इन्डियाको चाकदिमागी रिपोर्टरहरूको कुरा पनि सुनो न। नेपाल में सोशल मीडिया पर सरकार के बैन लगाने के बाद, वहां के भड़के युवाओं के उग्र प्रदर्शन के बाद इन्डियाको यति ठुलो न्यूज च्यानलको न्यूज रिपोर्टरले यस्तो भन्दैछ, अबे चस्मा लगाएको अन्धो, यति ठुल्ठुलो ब्यानरमा दिस प्रोटेस्ट इज फर एन्टी करप्सन एन्ड नेपो किड्स भनेर लेखेको देखेनस्? यार बच्चालाई पनि थाहा होला यो प्रोटेस्ट के को लागि भएको हो भनेर। अरे गुगलमा गएर सर्च गरेको भए पनि आइहाल्थ्यो होला। तर यसले सोधखोज गर्छ त? ना 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 ना, यसले त नेपाल में सोशल मीडिया बैन होने पर किया जेनजीओ ने जम के विरोध। किनकि यस्तो भनेपछि त यसको च्यानलको टिआरपी बढ्छ, चाहे रियल मुद्दा जाओस् गधाको कन्डो भित्र। हुन त यार हाम्रै देशको जर्नलिस्टहरू यस्ता छन्, अरूको त के कुरा गर्नु। किनभने मान्छे मार्ने नियत देखियो क्या सरकार, त्यो गलत हो भने मान्छे मार्न पाइन्छ? मान्छे मारेर शासन सत्ता चलाउँछु भन्ने असम्भव। संसारमा कुनै पनि तानाशाही गर्न सक्दैन। गृहमन्त्री राजीनामा दिनुभयो, दिएर के गृहमन्त्री राजीनामा दिनु? मान्छे मारिसक्नु, मान्छे मरेर यहाँ मेगा स्टारले एक्टिङ गर्न सकिराखे छैन, रिपोर्टरको एक्टिङ हेर न। किनभने मान्छे मार्ने नियत देखियो क्या सरकार, त्यो गलत हो भने मान्छे मार्न पाइन्छ? मान्छे मारेर शासन सत्ता चलाउँछु भन्ने असम्भव। संसारमा कुनै पनि तानाशाही गर्न सक्दैन। गृहमन्त्री राजीनामा दिनुभयो, दिएर के गृहमन्त्री राजीनामा दिनु? मान्छे मारिसक्नु, मान्छे मरेर। वाह क्या एक्टिंग कर रहा है। अब यार यतिको पर्फर्मेन्स दिएपछि त अपरिचित टु नेपालमै बन्छ। अब यो दुई जिरो रिपोर्टरहरूलाई छोडेर इन्फ्लुएन्सरको बारेमा कुरा गरौँ। धेरै जस्तो इन्फ्लुएन्सरहरूले त राम्रै काम गरिराख्नु भएको थियो, तर यो त अस्तिसम्म केपी ओली कपमा ठुम्का लगाउँदै थिए, केपी ओलीसँग फोटो खिचेर केपी बा भन्दै फोटो पोस्ट गरिराखी थिए। तर अहिले त यो प्रोटेस्टमा आएर यस्तो भन्दै छि, हाम्रो देश हाम्रो शान, केपी ओली हाम्रो देश हाम्रो शान, केपी ओली। पार्टी बदल लिया साला। नेपालको मौसम र केटीको भर हुँदैन भन्थे, हो रहेछ। नेपाली हो नि। अनि यार हाम्रो देशको नेताहरू गधाको कन्डोबाट निस्केको गु हुन् भने त्यही गुचाट्ने भुसिया कुकुर यो हो। यो बुङ्गुर मुखे कुकुरलाई जति गाली गरे पनि काम छैन, किनकि यो केपी ओलीको भुसिया कुकुर हो। हक भने हक छ, मुत भने मुत छ। अनि नेपो किड्सलाई ट्रोल गरेको बेला यसको कन्डोमा खुब आगो लागेको थियो, किनकि त्यही नेपो किड्सको बाउआमाको कन्डो चाटेर यसको जिन्दगी चलिराखेको छ। अनि त्यही भएर यसको यस्तो स्टेटमेन्ट आथ्यो, दुखी आत्माहरू, तिमीहरूको बाउले कमाउन नसकेको, तिमीहरूको बाउ गरिब भएको फ्रस्ट्रेसन अर्काको बच्चालाई सामाजिक सञ्जालमा पब्लिकली ह्युमिलिएट गरेर त्यहाँनिर फ्रस्ट्रेसन उतार्ने हो। अब केपी ओलीको कन्डोको भुत्ला यदि तिनीहरूले हाम्रो पैसाले मोह झानी राखेछन् भने तिनीहरूलाई हामीले ट्रोल गर्न पाइयो नि। हुन त यार कन्डो चाट्ने कुकुरलाई के थाहा।
अनि यार यो सब कुरालाई बाल नदेखिन एले एलाई बीले बीलाई भन्दै बस्ने ओठे बर्माको कुरा पनि सुन्नु न। अनि यार हाम्रो यो प्रोटेस्ट यस्तो हुन्थेन होला, तर यही सरकारले गर्दा यस्तो भएको। भर्खरका स्टुडेन्टहरूले ज्यान गुमाउनु पर्यो, देशको यस्तो हालत भयो। हामीले उठाएको यो कदमले देशलाई नोक्सान भयो म मान्छु, तर यही कदमले पछि गएर देशलाई फाइदा हुन्छ भन्ने आश पनि छ, किनकि यी बुढा बाजेहरू सत्ताबाट हटेपछि मात्र हाम्रो देशले आफ्नो मुहार फेर्न सक्छ। तर यार केपी ओली यति स्याल छ कि जेनजीहरूले पिसफुल्ली गरिरहेको यो प्रोटेस्टमा आफ्नै चम्चाहरू घुसाएर यो प्रोटेस्टलाई उग्र बनायो, अनि यही कुरालाई अवसर बनाएर 1100 करोड लिएर केपी ओली फरार। तर अब जे भए पनि सत्तामा आउने मान्छे राम्रो होस् र त्यसले हाम्रो देशको मुहार फेरोस्, मेरो अनि सबै नेपालीहरूको यही चाहना छ। अनि लास्टमा यति भन्न चाहन्छु कि यो प्रोटेस्टमा जति पनि स्टुडेन्टहरूले आफ्नो ज्यान गुमाएका छन् उनीहरूको आत्माले शान्ति पाओस्, यो देशले उनीहरूलाई कहिले पनि बिर्सने छैन। सम्बोधन तिमीलाई गर्दैछु म, सिकेका ती सबै धुनहरूले समर्पण गीत यो गर्दैछु म तिम्रै। दाई दाई एमालेको आन्दोलनमा जाम, मासु भात पाइन्छ अरे। अबे गाण्डु यत्रो भइसक्यो, अब त सुध्री।